1 नमस्ते, म चाहिँ कक्षा 7 को विद्यार्थी हो। म चाहिँ ग्यालेक्सीमा पढ्छु। आज हामी वनभोज कार्यक्रमको क्रममा शोभाताल भ्रमण गर्न आएका छौँ। आउनुहोस् मसँगै, म तपाईँलाई पनि त्यस ठाउँको भ्रमण गराउँछु। नमस्ते, म पनि ग्यालेक्सीकै विद्यार्थी हो। आउनुहोस् म तपाईँहरूलाई यहाँको ठाउँ देखाउन गइरहेको छु। तपाईँहरूले यो हेर्न सक्नुहुन्छ, बुद्धको गोल्डन मूर्ति रहेको छ। अनि त्यो चाहिँ ग्राउन्ड हो। अनि यहाँ चाहिँ त्यसको वरिपरि घुम्ने ठाउँ बनाएको छ। यहाँ चाहिँ विभिन्न बोट बिरुवाहरू, मेनली सयपत्रीको र रुखहरू छन्। यो पुरै ठाउँ घुम्ने हो। यो रुखहरू, यो बोटहरू, फुलको बोटहरू। तपाईँलाई यो ठाउँ देख्नुभएको होला। यहाँ चाहिँ कल्चरल ड्रेसेसहरू रेन्टमा दिने गरेको छ। 100 रुपियाँ एउटा आउटफिटको लागि, हाफ आवरको लागि। अनि यहाँ चाहिँ फोटो खिच्ने ठाउँ, हजुरहरू हेर्दै हुनुहुन्छ होला। यहाँ चाहिँ बुद्धका पतङ्गहरूमा लगाइएको छ। अनि फोटो पनि खिच्दैछन्। अरू कल्चरल ड्रेसहरू पनि हेर्न सक्नुहुन्छ। कस्तो राम्रो ठाउँ रहेको छ यता। जसरी हामी शोभाताल घुम्न आएका छौँ, यो चाहिँ यहाँको ताल रहेको छ। उताहरू देख्न सक्नुहुन्छ बोटिङ। अनि यहाँ चाहिँ बोटहरू छन्। अनि यो चाहिँ एकदमै सुन्दर ठाउँ छ। कति ठुलो ताल छ। यदि तपाईँहरू पनि चाहनुहुन्छ भने यहाँ बोटिङ गर्न सक्नुहुन्छ। अनि यहाँ पनि बुद्धका पतङ्गहरू छन्। यहाँ चाहिँ मानिसहरूको धेरै भिड हुने। हामीसँगै अरू विद्यालयका विद्यार्थीहरू पनि यहाँ भ्रमण गर्नका लागि आएका छन्। यहाँ चाहिँ बोटिङको लागि पनि यसरी भिड हुन्छ। यो ठाउँ कस्तो लाग्यो भन्नुहोस्। यो चाहिँ एउटा सानो घर जस्तै छ। अनि यहाँ चाहिँ बसेको छन् मानिसहरू। अनि यहाँ चाहिँ खाना पार्टी रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रै विद्यालय क्षेत्र हो। अनि यो चाहिँ श्री शोभाताल संरक्षण समूह कार्यालय हो। यहाँ नम्बर पनि दिएको छ, कर्मचारी सम्पर्क नम्बर भनेर। यदि तपाईँ चाहनुहुन्छ भने यहाँ भ्रमण गर्न सक्नुहुन्छ। हामीहरूलाई चाहिँ यो ठाउँ एकदमै मन पर्यो। हामीहरूलाई चाहिँ यो ठाउँ एकदमै मन पर्यो। यदि तपाईँ पनि चाहनुहुन्छ भने यहाँ भ्रमण गर्न आउन सक्नुहुन्छ। यहाँ वनभोजको लागि पनि निकै ठुलो ग्राउन्ड रहेको छ, जसरी कि तपाईँहरू हेर्न सक्नुहुन्छ। आशा छ तपाईँलाई यो ठाउँ मन पर्यो होला। धन्यवाद भन। धन्यवाद।